नमस्कार, म कृष्ण कटेल। यति बेला राप्रपाको आन्दोलन बबरमहल बिजुली बजार हुँदै बानेश्वरतर्फ अगाडि बढिरहेको थियो। सिंहदरबार भित्रै राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन लगायत ज्ञानेन्द्र साई लगायतको टिमले प्रदर्शन गरेका छन्। निषेधित क्षेत्र सिंहदरबार भित्रै उनीहरूले प्रदर्शन गरेका छन् र प्रहरीको नियन्त्रणमा पुगेका छन्। प्रहरीले यति बेला राप्रपाका अध्यक्ष लिङदेन, प्रवक्ता ज्ञानेन्द्र साई लगायत बुद्धिमान तामाङ सहितका नेताहरूलाई पक्राउ गरेको छ भने त्यही अवस्थामा रहनुभएका सांसद दीपक सिंह भने आन्दोलनमा आउनु भएको छ, प्रदर्शन स्थलमा आउनु भएको छ। उपाध्यक्ष विक्रम पाण्डे सडकमा हुनुहुन्छ। सम्पूर्ण पत्रकार साथीहरूलाई तथा यस निषेधित एरिया तोड्छु भनिकन जुन राप्रपाले भनेको छ त्यसमा सहभागी सम्पूर्ण राष्ट्रवादी, सम्पूर्ण महिला पुरुष सम्पूर्णलाई म पार्टीको तर्फबाट धन्यवाद दिन चाहन्छु। आज यो भ्रष्ट सरकारले, यो नालायक सरकारले, यो तस्करले चलाएको सरकारले राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनज्यू, राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङ, राप्रपाका प्रवक्ता ज्ञानेन्द्र साई लगायत अरू भातृ सङ्गठनका हाम्रा साथीहरूलाई उनीहरूले चाहिँ समातेर सिंहदरबारको परिषदबाट बाहिर लगेको त्यो कार्यक्रममा म पनि थिएँ। हामीले अस्ति नै भनिसकेका थियौँ, हामीले निषेधित एरिया तोड्छु भनिकन हामीले त प्रधानमन्त्री बस्ने कार्यालय, गृहमन्त्री बस्ने कार्यालय सिंहदरबारबाट तोडिकन देखाइदिएका छौँ। र आज यो भ्रष्ट सरकारले राजेन्द्र लिङदेन पार्टी अध्यक्षलाई किन समात्नु परेको छ थाहा छ तपाईँहरूलाई? पोखरा एयरपोर्टमा जुन भ्रष्टाचार 14 अरब रुपियाँ खाएको कारबाही गर भनेपछि यिनीहरूले राप्रपालाई जहिले पनि जनताको आवाजमा हामी छौँ। जतिसुकै यिनीहरूले हामीलाई पकड धकड गरोस्, हामी दब्नेवाला छैनौँ। राप्रपाको लागि सबैभन्दा पहिला राष्ट्र हुन्छ, त्यो पछि जनता हुन्छ। राष्ट्र र जनताको लागि जे जान त परे जाओस्, गोली थाप्न पनि हामी तयार छौँ। त्यसकारण यो कार्यक्रममा साथ दिनुहुने सम्पूर्ण साथीहरूलाई म पार्टीको तर्फबाट म राप्रपाको मात्र नभइकन यो राष्ट्रको नागरिकको हैसियतले, जनप्रतिनिधिको हैसियतले सबै राष्ट्रवादी साथीहरूलाई धन्यवाद दिन्छु। यति बेला अब बबरमहल हुँदै बिजुली बजार र बानेश्वरको ब्यारिगेडमा प्रहरीको घेरामा पुगेको आन्दोलनकारीको समूह अब प्रहरी परिसरतर्फ अगाडि बढिरहेको छ। आफ्ना नेता कार्यकर्ता रिहाईको माग गर्नको लागि उनीहरू अगाडि बढिरहेका छन्। माइतीघरतर्फ अगाडि बढिरहेको यो जमात, यो आन्दोलन यो कहाँसम्म जान्छ हामी देखिरहेका छौँ। यो आन्दोलनको लागि सहभागी हुन आउनुभएका सम्पूर्ण राष्ट्रवादी नेपाली दाजुभाइ दिदीबहिनीहरू, आज हाम्रो नेता राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेनज्यू र राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष मान्य बुद्धिमान तामाङज्यू, प्रवक्ता ज्ञानबहादुर साईज्यू लगायतको चाहिँ पक्राउ गरिएको छ। र यो शान्तिपूर्ण जुलुसको लागि हामी आएका थियौँ। हामी शान्तिपूर्ण जुलुस गर्दा गर्दै पनि यो खालको धरपकड भएको छ, यो अन्याय भएको छ। यो अन्याय नेपाली जनतामाथि अन्याय भएको हो। यो देशले अब यो खालको कुनै पनि खालका यी हत्खण्डाहरू अब नेपाली जनताले थाहा पाइसकेका छन्। अब नेपाली जनताले परिवर्तन खोजेको छ। त्यो परिवर्तनको लागि सम्पूर्ण गणतन्त्रवादीहरू तयार भएर एउटा यस्तो खालको एउटा अवस्था सिर्जना गर्नु पर्यो। त्यसमा सम्पूर्ण नेपालीहरू एक ठाउँमा बसेर अहिले सहकारी पीडित लगायत धेरैभन्दा धेरै जनताहरूलाई पीडा भएका कुराहरूको विषयमा छलफल गरेर यो देशलाई यो बन्धक हुनुबाट मुक्त गराएर अगाडि बढ्नुपर्छ भन्ने राप्रपाले विश्वास राखेको छ। यसको लागि हाम्रो यो आन्दोलन तुइएको छैन, रोकिएको छैन। अब हाम्रो यो आन्दोलनको स्वरूप बदलिनेछ र यो हाम्रो आन्दोलन चाहिँ जारी रहनेछ। यो आन्दोलनलाई हामी यो भन्दा पनि सशक्त रूपमा, क्रमिक रूपमा अगाडि बढाउने हाम्रो लक्ष्य छ।
त्यसको लागि सम्पूर्ण राष्ट्रवादी नेपालीहरूले साथ दिनुहुनेछ भन्ने हामीले विश्वास राखेका छौँ। फेरि भोलिको दिनहरूमा कस्तो खालको आन्दोलन हुने हो भन्ने कुराहरू हामी तपाईँहरूलाई हामी जानकारी दिनेछौँ। त्यसरी नै हामी अगाडि बढ्नको लागि तपाईँहरू सबैले साथ दिनुहुनेछ। सम्पूर्ण सुरक्षाका सबै अङ्गहरूलाई हामी विनम्र अनुरोध गर्न चाहन्छौँ। यो हाम्रो आन्दोलन शान्तिपूर्ण हुनेछ। शान्तिपूर्ण आन्दोलनमा तपाईँहरू कति पनि नआत्तिनुहोस्। राप्रपा शान्ति चाहन्छ, शान्तिपूर्ण आन्दोलन चाहन्छ। यहाँ सनातन हिन्दू राष्ट्र र राजा सहितको प्रजातन्त्र हामी चाहन्छौँ। तपाईँहरूलाई थाहा छ अस्ति भर्खर नयाँ वर्षको उपलक्ष्यमा राजाबाट आएको सन्देशबाट पनि स्पष्ट भइसकेको छ र आज लाखौँ लाख सहकारी पीडितहरू आज भड्किएर हिँडेको अवस्था छ। यी सबैको सम्बोधन गर्नको लागि छिटोभन्दा छिटो हामी गणतन्त्रवादीहरूलाई आह्वान गर्दछौँ र भोलिका दिनहरूमा हाम्रो आन्दोलनको प्रक्रियाहरू के कस्तो हुन्छ भन्ने कुराहरू हामी जानकारी दिनेछौँ र यो आन्दोलन हाम्रो अनवरत रूपमा अगाडि बढ्छ भन्दै आजको यो आन्दोलनलाई हामीले यहीँ नै स्थगित गऱ्यौँ र अब हामी नेता छुटाउनको लागि हामी विभिन्न ठाउँमा गएर हामी त्यो नेता छुटाउनतिर हामी जानेछौँ। धन्यवाद। आज निषेधित क्षेत्र तोड्नुहुन्छ कि के छ? आज हामीले तोडेर हाम्रो अध्यक्षलाई पक्राउ गऱ्यो नि। आन्दोलनको सन्देश के हो? उपाध्यक्षले बोल्दै के हो आजको निष्कर्ष? राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष मान्य राजेन्द्र लिङ्गदेन, उपाध्यक्ष मान्य बुद्धिमान तामाङ र प्रमुख सचेतक मान्य ज्ञानेन्द्र साईलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ र यो हामीहरूको जुन राष्ट्रवादी आन्दोलन छ, जुन हाम्रो अहिले जुन हाम्रो अभियान छ, जुन हाम्रो आन्दोलन छ, यो आन्दोलनलाई जुन ढङ्गले सरकारले जसरी दबाउन खोजिराखेको छ, नेपाली जनताको बल र सहयोगमा अब दबाउन सम्भव छैन। अब नेपाली जनता घर घरबाट अब सडकमा निस्केर राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रस्तुत गरेको मार्गचित्र राजा सहितको प्रजातन्त्र वैदिक सनातन हिन्दू अधिराज्य स्थापित गराउनको लागि अब सडकमा निस्किन्छ र हाम्रो आन्दोलन निरन्तर जारी छ। 3 बजे पछाडि हामीहरू हाम्रो पार्टीका अध्यक्षलाई, उपाध्यक्षज्यूलाई र प्रमुख सचेतकज्यूलाई रिहाईको लागि हामीहरू परिसरमा जान्छौँ। साथीभाइहरूले यहाँ नाराबाजी जुलुस गरेर 3-4 बजे पछाडि आजको कार्यक्रमलाई स्थगित गरेर भोलिबाट हामी फेरि निरन्तर हाम्रो कार्यक्रम सार्वजनिक गर्छौँ।